हिजो राति यस्तो राम्रोसँग खेलेर सुतेको बच्चाहरू चाहिँ बिहान उठ्दाखेरि बिरामी हुन्छन्। सो साथीहरू, त्योभन्दा पहिला चाहिँ स्वागत छ तपाईँलाई मेरो आजको डे 23 मिनी ब्लगमा। आज चाहिँ मेरो दुइटै छोराछोरी एउटै साथमै बिरामी भएका छन् साथीहरू। एउटालाई चाहिँ रुगा लागेको छ, एउटालाई चाहिँ ज्वरो आएको छ। अनि त्यसैले चाहिँ मलाई एकदमै टेन्सन भएको छ साथीहरू। आफ्नो बच्चाहरू बिरामी हुँदा टेन्सन कसलाई हुँदैन र। बिहान उठ्दाखेरि चाहिँ हल्का हल्का थियो, दिउँसोदेखि अलि बढेको छ। उसले चाहिँ घरमा औषधि थियो, मैले चाहिँ उसलाई औषधि खेलाएर सुताएको छु। बिरामी भएको बेला पनि ऊ चाहिँ बिरामी भएको जस्तो देखेको थिएन, एकदम राम्रोसँग खेल्दै थियो। म चाहिँ यता धनियाँ केलाउँदै थिएँ अनि म धनियाँ केलाउँदै गर्दा चाहिँ ऊ चाहिँ म ठाउँ आएर एकदमै रुन थाल्छ अनि समात भनेर रुन थाल्छ। म चाहिँ उसलाई समातेर खेलाउँछु साथीहरू। एकचोटि काखमा आइसकेपछि तल बस्नै मानेको थिएन आज चाहिँ बिरामी भएको कारणले गर्दा। अनि मलाई चाहिँ धनियाँ केलाउन दिएको थिएन उसले। बल्ल तल्ल मैले उसलाई तल बसाएर खेलाएँ साथीहरू। ऊ चाहिँ बस्नै मानिरहेको थिएन। अब त तल बस्यो धनियाँ केलाउँछु भनेको साथीहरू फेरि आएर रुन थाल्छ। त्यही व्यवहार गर्छ, मलाई समात मलाई खेला भन्छ। म चाहिँ उसलाई फेरि समातेर खेलाउन थाल्छु। ऊ चाहिँ आज भुइँमा बस्न मानिरहेको थिएन बिरामी भएको कारणले गर्दाखेरि। अनि यतिकैमा उसको फुपै बसिन्छ। सो साथीहरू, आजको लागि यति नै। भेटौँला अर्को डे 24 मिनी ब्लगमा। त्यतिन्जेलको लागि भिडियोलाई हेरेर साथ दिनुहोला। बाई बाई।